हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ एउटा सानो भिडियो तपाईहरु माझ बनाउँदैछु हैन। स्पेशली मलाई हाम्रो राजन ब्रोले चाहिँ मेसेज गर्नुभयो के हैन। ओसाकामा बसेछ, प्रायले कतिले चिन्नुहुन्छ होला, धेरैले चिन्नुहुन्छ होला हैन। राजन काकी ब्रोले ओसाकामा एकजना बहिनीले चाहिँ को डेथ भयो रहेछ। ब्रो यु शुड डु समथिङ भनेर उहाँले मेसेज गर्नुभएको थियो हैन। थ्यांक यू ब्रो हैन, तपाईले मलाई सम्झेर मेसेज गर्नुभयो। मैले जस्तो सोचे के है, आई डोन्ट नो है, अब मैले के गर्न सक्छु मलाई थाहा छैन, बट हैन, यदि तपाईहरुलाई कहिले काहीँ केही प्रब्लम छ, केही अलिकति डिमोटिभेट भएको फिल भएको छ हैन, डाउन भएको फिल भएको छ भने चाहिँ प्लिज कन्ट्याक्ट मी हैन। मलाई के लाग्छ भने यो टेन्सन, यो डिप्रेसन, यो डिमोटिभेसन भन्ने कुरा क्षणिक हो क्या। आज छ त भोलि फेरि हराउँछ क्या हैन। क्षणिक जस्तो लाग्छ मलाई चाहिँ हैन, बट डिपेन्ड्स अपन मान्छे हैन। सो मैले तपाईहरुलाई सायद इकोनोमिकली सपोर्ट गर्न नसकुन्ला, फिजिकली सपोर्ट गर्न नसकुन्ला, बट म तपाईहरुलाई टाइम दिने ट्राई गर्छु हैन। मेरो फोन नम्बर चाहिँ 0806197761 हो हैन। इफ यु एनी प्रब्लम हैन, केही कुरा शेयर गर्न मन लाग्छ भने यु क्यान डाइरेक्टली कन्ट्याक्ट मी हैन। म तपाईहरुको लागि टाइम चाहिँ म्यानेज गर्न सक्छु हैन। यति नै हो। स्टे सेफ हैन। लेट्स स्टप सुसाइड इन हैन जापान हैन, अल ओभर द वर्ल्ड भनौँ न। सो थ्यांक यू, बाइ बाइ।